भनेको जे पनि मान्छु म भनेको जे पनि मान्छु म आकाशको तारा हेरी भन त्यो पनि टिपेर ल्याउँछु Kasana. Joiting Rema. ल सानोले भन्नु म्यारिज चाहिँ भाड्न नपरे हुन्थ्यो भन्छु जहिले सानो पर्छ भाडो हो भन्छ What has it done? You. So. गहिरो माया प्रेममा छ त Partner. के छ त हाम्रो ईश्वरजी अस्तिको 10 पोइन्ट आज मिलाउने कि हेर्नै रोयलले दियो भने चाहिँ म तपाईलाई दिन्छु हैन हैन भने चाहिँ बिर्स्यौँ होला है छिटो पालन हो चिटको आटा आयो हे मलाई त तास मिलाउन टाइम लाग्छ कुछ समझ में नहीं आया तो पान के दुःख फाल्दिनु मिल्ने चाहिँ कहिले फाल्ने भएन साला ओ रोय के छ हो दिनको 2 बजिसक्यो के छ चिया सके छ कहाँ हो मैचा ए भित्रै होला नि ए भने ल मलाई पनि चिया खान मन लाग्यो ल एकछिन पख सुधा ए सुधा सुन्ने हैन के सुधा किन के भयो यसो साथीभाइ आएको छ खासा चाहिँ बनाउनु भनेर के रे हप्तामा एक दिन छुट्टी हुन्छ त्यो पनि मसँग भन्दा बेसी साथीहरुसँग टाइम स्पेन्ड गर्न तास भुइँमा राख्ने खाजा बनाउने खाने अनि आएर खेल्ने सक्दिन म त आम गोइङ आउट बेकी सुधा आउँछ खाना बनाउँछ भनेर फेरि कुरेर बसेर म खाना साना बनाउन आउन सक्दिन आफै खाना पकाउने अनि खाने बाइ के हो यार रोयल सर तपाईको पारा तपाई त बडो अजीबको हुनुहुँदो रहेछ यार एउटा श्रीमती पनि चल्न नसक्ने यार हामी भनेको पति परमेश्वर के अरे पति परमेश्वर अन्त भोलि हामीले लात मारेर बाहिर निकाल्दियौ त यिनीहरू घर न घाटको हुन्छन् तिनीहरूले त हाम्रो खुट्टाको पानी खान्छन् हो के खान्छ पानी खान्छ पानी ल गुलाम आयो जोकरै भएर बस्नु पानकै जोकर श्रीमती के हो तिम्रो यस्तो साथीहरू इज्जत राख्नु नि यार तिम्रो इज्जत त के हो यार साथी भन्न पनि लाज लागिसक्यो यार साले ल हुकुमको बाचा मर्यो फेरि गाजी रोयल के हो टिभी हेर्दै आएको छ टिभी हेर अनि के छ सुधा कहाँ छ त कान्छी नानीको खाना पकाइरहेको छ नि त म टिभी हेरिरहेको छु पकाउँदो रहेछ त खानासँग सुधा खाना पकाउँदैछ म टिभी हेर्दैछु के छ ईश्वर लाइनमा छ हेलो ईश्वर ए काई साहब हो ठीक छ सब ठिकै छ काई साहब के हो र ए म एउटा सानो बिजनेसको मिटिङ एटेन्ड गर्न जाँदै छु बिजनेस मिटिङ रे आज कति सकिन्छ त बिजनेसको मिटिङ हो लाग्छ होला 2-3 घण्टा जति लगभग ए के छ अर्को नेक्स्ट विकतिर के प्रोग्राम बनाएको छ कि नेक्स्ट शनिबार भेटौँ न स्याटरडे के हुन्छ हुन्छ भेटौँ न ए रोयल जी
यार अस्ति तपाईँसँग बसाइमा आएर अलिकति जे भइहाल्यो माइन्ड नगर्नु ल, हामीले बुझेका छौँ होइन, त्यो भए पनि माइन्ड नगर्नु ल अलिअलि। ठिक छ पठाउँ न। See you next week. ल bye. Next week, right? Definitely. ठुलो ठोकेको छ श्रीमती विकास ब्याङ्क हो, श्रीमती विकास ब्याङ्क। त्यस्तो कमाउँछ टन्नै कमाउँछ, टन्नै। लस नै हो नि। ओहो सरहरूको बल्ल सवारी हो, यसो अलि चाँडो आएर बसेर रमाइलो गरौँ भन्यो सरहरू, यति बेला ढल्किनुहुन्छ। ल आउनु स्वागत छ। काजीको तालियै हो, तपाईँलाई थाहा छैन छ। कस्तो हो त अस्तिको मिटिङ? मिटिङ राम्रो भयो यार, एकदम राम्रो। प्रोजेक्ट पनि हात चलाएको छ। सकियो। तपाईँको श्रीमती नर्स नि हो? अच्छा हो नि त, ऊ त रजिस्टर नर्स हो यार। ल जाऊ त अब। होइन के भइरहेछ अहिले नेपालमा? अस्ति त्यत्रो भूकम्प गयो, अब अहिले फेरि अर्कै सुन्छु। के हुने यार, अब त्यत्रो सुन्दर अखण्ड देश नेपाल काजीहरू मिलेर फुटेकोलाई जुटाएर एक्लो बनाए। अहिले नेता पाजीहरू त्यही देशलाई फुटाउन लाग्छन्, अनि तमासा भएको नि। यस्ता जोइ टिङ्ग्री नेताहरू भएपछि देश बन्छ कहिले? नेताजी नभनाए, म नेता हो। हजुर ल बसौँ त अब, के छ आज? ए म त अघिदेखि कुरेर बसिरहेको छु हो, तासको बन्डल लिएर। तास खेल्ने काम पनि छोड्नु पर्ला जस्तो लाग्यो। छोड्नु हुँदैन हो गाई साहब, हप्ताको एक दिन त मिलाऊ हो, रमाइलो हुन्छ, भेटघाट पनि हुन्छ। कसो उहाँले तास खेली जिती चाहिँ उहाँ घरको नियम सुरक्षार गरिसक्नु भएको छ। के गर्नु गाई साहब, यसो अलि मिलाउनु पर्यो। अनि के हो त आज यो तास पनि त सानैले बाँड्ने त होला नि होइन? के सानोले भन्ने ल्याउनुहोस्, म आफै बाँड्छु, सधैँ म यो बाँड्ने भइगयो नि त। अनि अल्टर चाहिँ छैन? अल्टर त छ नि हो गाई साहब, अल्टर नभए के म्यारेज खेल्नु यार। ल इट्टा गट्टा है गाई साहब। अनि कहाँ गयो सुजना नि? चियासिया बनाउनु पऱ्यो, दही सब्जी के हो? तासमा त खेलाउने के हो? के चिया खानु मन लाग्यो? के गर्ने, सुजु भित्र कोठामा सिरियल हेरेर बसिरहेको छ कि, फेरि उसलाई सिरियल हेरेको बेलामा उठ्नै मन लाग्दैन होइन। ठ्याक्कै आमापट्टि गएको छ नि यार, म बनाएर ल्याइहाल्छु नि ल, 2 मिनटमा म बनाएर ल्याइहाल्छु नि ल। भाउजूलाई बनाउनु भन्नु नि, तपाईँको तास थुत्नु पाला आइसक्यो। के हो रोयलजी, मैले बनाएको चिया खानु हुँदैन कि कसो हो? अनि काई साहब चिनी चाहिँ कति राख्नु हजुरलाई? मलाई चिनी हाल्नुहोस् है ईश्वरजी। मलाई 2 चम्ची हाल्नुहोस्, डायबिटिज छ क्या? अलि फिट हुनु खोज्यो अब। यो काई साहबलाई चाहिँ बिना सुगरको अरे खै के लाँदै भुँडी घटाउने के घटाउने ल, तपाईँलाई चाहिँ 2 चम्ची है। धन्यवाद हजुर। अनि रोयल ब्रो खेल चाहिँ कहाँ पुग्यो है? ल खेल त जहाँ कति छ नि। हो है। ए ल थुतौ। के चौके यस, बल्ल बल्ल 2 हात मिल्यो त्यतिखेर हेर्ने। ईश्वर ईश्वर किन बाबा? बाबा किन? वासिङ मेसिनको कपडा सुकाए तिमीले? छैन बाबा, म एकछिनमा सुकाइहाल्छु नि है बाबा। साथी एकैछिन, 2 मिनटमा आइहाल्छु नि, एकैछिन। अब एक गेम खेल्न पनि 2 घन्टा लाग्ने भयो। ओइ ईश्वरजी छिटो आउनु हो। कहाँ गएको छ त्यो मान्छे? ईश्वरजी ओ आए हो आए।
अनि कहाँ गइरहेको छ गेम काजीले जोकर हेर्नुभयो अँ मजाले हेर्नु जोकर ईश्वर ईश्वर किन बाबा मलाई रस चिया खान मन लाग्यो ए हो एकैछिन म आइहाल्छु Hello, baby. के गर्नु बेबी हेलो अब ईश्वर ईश्वर किन बाबा कबोर्डमाथि बिस्किट राखेको छ लिएर देऊ न प्लिज क्या जिन्दगी यो हाम्रो तास खेलै नहुने रहेछ यार 5 पेट्रोल उठिसक्यो 5 अब आइदैन भनेको ल के हो यार घरिघरि 5 चोटि उठिरहेछ आफै पकाएर खा भन्नु नि चिया 5 चोटि होइसक्यो जोकर हेर्न लाग्यो अस्ति त खुब गरिदिन्थ्यो त आफू पनि त त्यही टाइमको मुला तर छ नि बुढीलाई कसरी तलाउनु पर्छ म सिकाउँछु तिमीलाई सिग्नल अलि आएको छैन पख हेलो हेलो के हो घर आउने मन छैन बेलुका सानो म अहिले सानो मिटिङमा छ कि अलिक चेक्सिन फोन गर्छु नि ल मिटिङ के को मिटिङ ऐना हेर्ने मिटिङ तिमीहरूको होइन के यो नेपाली समाजको अन्तर्क्रिया छ अनि म अहिले त्यही साथीहरूसँग मिटिङमा छु प्लिज बुझ्दैन बुझ्ने होइन अन्तर्क्रिया छैन आज तेरो काज क्रिया चाहिँ गर्छु म भरे घर आएपछि जहिले पनि लखर लखर हिँड्छस् देख्यौ यसो काजी जस्तो हुनुपर्छ थर्काएर आएछ बुढी आधी घन्टाको घर आइछ होइन भने ढोका सोका म कहिले खोल्छु सानो नरिसाउन प्लिज सानो हेलो सानो ईश्वर ईश्वर किन बेबी एकैछिनमा मेरो लुगा प्रेस गर्दैन ल भोलि कामको अनि उठेर सावर लिन्छु टावल र मेरो अन्डर गार्मेन्ट्स पनि बाथरुममा राखिदियो ल हस् बेबी त्यो भरे भात नपकाएर म त्यहाँ रोटी पकाएर बुझिस् तेरो गन्थन म अहिले सुन्दिनँ भरे घर आएर सुन्छु अहिले यहाँ ठ्याठ्या नगर फोनमा आफू त काजी पऱ्यो हेर श्रीमतीको थिचोमिचो सहन कसरी बुढीलाई तलाउनु पर्छ भन्ने कुराहरू सिकिराख ल रोयल भाइ लाग तिमी जोइटिङले भएर बस साले ईश्वर पनि जोइटिङले रहेछ तिमीहरूसँग संगत गर्न पनि लाज लागिसक्यो यार यो मोर झन् जोइटिङले रहेछ यार त्यही त वनको बाघ घरको स्याल भनेको यही हो काजी ल जाउँ ल रोयल भाइ अब यस्तै भयो छि 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 अब दुईजनै म र जोइटिङरेहरू ल थ्याङ्क्स है पछि भेटौँ ल ल ठिक छ है बाई टेक केयर ए हो तेरो घर आउने टाइम
बास बस्ने बेलामा मात्रै घर आउने दिनभर लखर 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 डुलेछ कुकुर जस्तो मलाई भोक लागिसक्यो तेरो बुढीलाई ग्यास्ट्रिक छ भन्ने कुरा बिर्सिस् तैँले ग्यास्ट्रिक त अब रासन रोग नै हो नि म पकाइहाल्छु नि अनि राजमानीमाले भिजाएर राखिरहेको थिएँ अब फेरि मोमो त्यो खायो होला भन्ठाने नि ए अनि त्यो कपडा चाहिँ तेरो बाउले आएर दिन्छ होइन तैँले मसँग लिनु खोजेछ यहाँ बाउको नाम नलिनु न प्लिज मसँग बढी मुखमुखे नलाग लौरो पनि राखेको थियो कहाँ गयो सानो सानो प्लिज चुप 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 साँच्ची मेरो माइतीमा 2 लाख पठाउनु पर्ने आज पठाइस् कि पठाइस् किन पनि बिर्सिस् तैँले अब मैले भन्न लाग्यो त भने बुवा हजुरले लिसी गरे क्या अनि जे पनि मैले सम्झाउनु पर्छ तेरो दिमागले काम गर्दैन आफै अब मैले के गरौँ भन न लुगा पनि धोएको छु भाँडा पनि माझेको छु घर पनि सफा गरेको छु अब मेरो तलब पनि तिम्रै एकाउन्टमा आउँछ अब मैले के गरौँ भन त प्लिज अनि स्वास्नी पाल्नु सजिलो हुन्छ भन्छानिस् दिक्क भइसक्यो घरमा बस्दा बस्दा कस्तो दिमागसँग बिहे गर्न पुगेछु आज त मेरो खुट्टा पनि दुखिरहेछ फेरि सानो म खुट्टा पनि बिच्दिन्छु नि म भरे जिउ पनि मालिस गरिदिउँ मसँग जिस्किनु खोजे अझै सानो प्लिज सानो 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 प्लिज काजीले वालेट त यही बिर्सेछ काजी ओइ काजी रोटी पका भनेको त सुन्दैन साले व्रत हुन्छस् फेरि